हेलो गाइज, हामी चाहिँ आज सेन्ट्रल जू जाउलाखेलकोमा हामी यसो भिजिटको लागि घुमफिरको लागि रमाइलो गर्नको लागि गएको थियौँ। म पनि फर्स्ट टाइम गएको, अझसम्म गएको थिएन। म यहाँको तपाईँलाई यहाँ के रहेछ भने तपाईँलाई देखाउँछु। तपाईँ राम्रोसँग हेरिदिनु होला। म आफूले सके जति आफूले देखाउन सके जति सबैहरूलाई सबै देखाउँछु। यो पछाडि खेल्ने हेर्नुहोस् है, कोलम्बस हो। त्यसै गरी यहाँ साना बच्चाबच्चीहरू खेल्नको लागि ड्र्यागन, अनि यो चाहिँ के हो, नाव जस्तो छ माथि, के रे प्लेन जस्तो के हेर्नु, प्लेन जस्तो बच्चाहरू खेलाउनको लागि रमाइलो गर्नको लागि चाहिँ हुँदो रहेछ। टिकट चाहिँ 250 लाग्दो रहेछ प्रति व्यक्ति। यो चाहिँ हेर्नुहोस् गाइज, भित्रको अब 12 सिङे भन्छ यिनीहरूलाई। यो चाहिँ धेरै रहेछ, धेरै थिए हो, आफ्नो शीतलमा बसिरहेको छ यिनीहरू। त्यसै गरी बच्चाहरूको खेल्नको लागि पिङहरू रमाइलो गर्नको लागि छ। अनि यहाँ हेर्नुहोस् है, ऊ त्यहाँ बसिरहेको छन् शीतलमा आनन्दले, यहाँ धेरै जस्तो। अनि यो हेर्नुहोस् है, बाघ चाहिँ कस्तो बिरालो खेले जस्तो गरेछ के। उयो अर्को बाघ चाहिँ पानीमा बस्ने, हेर्नु न, गर्मी भयो भनेर शीतलमा यस्तरी बस्दो रहेछ पानीमा। यता छ अर्को बाघ चाहिँ यहाँ यताउता आफै खेलिरहेको छ ढलेर। यिनीहरूलाई नि खेल्ने मन लाग्दो रहेछ, रमाइलो खेलिरहेछन्। ऊ चाहिँ पानीमा बस्दै निस्किँदै गरेको छ। बाघ चाहिँ रहेछ दुईवटा तलतिर, दुईवटा माथितिर, 4वटा बाघ चाहिँ रहेछ। बाघ चाहिँ आफै मौज गर्दैछ, लोटो हाल्दै भन्छ नि त, यताउता हेर्दै आफ्नो मुख के अरे पन्चाले मुख कराउँदै। अनि यो चाहिँ यता चाहिँ यिनीहरू के हो नाम सबै एउटै भन्छ, मृग जरायो के हरिण भन्छ, 12 सिङे भन्छ, सबै उस्तै लाग्छ। अलिकति फरक छुट्याउनको लागि यहाँ एउटा साइनबोर्डमा नाम दिएको छ, त्यही हेरेर भन्ने हो हामीले नि। साइनबोर्डमा चिन्हको लागि नाम देखाइदिएको छ। बाह्रसिङे रमाइलो गर्दैछन् भित्र, मजाले आनन्दले थुनेर बसे। जङ्गलमा बस्नेहरू यता थुनेर राखेपछि कस्तो हुन्छ होला यिनीहरूलाई है। कृष्णसार भन्ने हो, नेपाल र भारत मात्र पाइन्छ। यिनीहरू फेरि आफ्नो यिनीहरूको छुट्टै एउटा ठाउँ, छुट्टै अर्को यिनीहरूको आफ्नो जातीय हुन्छ, छुट्याएर राखेको छ यिनीहरूलाई। साइनबोर्ड देखाउँछ, साइनबोर्ड पनि पढ्नु होला तपाईँहरू। साइनबोर्डमा पनि छ देखिएको, यो चाहिँ रतुवा मृग भन्ने हो। त्यसै गरी यिनीहरू अब यो चाहिँ 2टा 3टा मात्रै थियो, धेरै थिएन। एउटा बच्चा चाहिँ उता भित्र छ, जरायो। यो चाहिँ यिनीहरूको चाहिँ अहिले चाहिँ सिङ चाहिँ छैन, 2टा 3टा मात्रै छ, यसको धेरै थिएन। हेर्नुहोस् यहाँ ताल हो, यो त्योभित्र डुङ्गा पनि चल्छ तालमा भित्रपट्टि। घुमाउने साथीहरू धेरै थिए यहाँ। अनि यो चाहिँ घोरल भन्थे के भन्थे। त्यसै गरी यो साइनबोर्डमा नाम चाहिँ हेर्नु न, लगुना भन्ने रहेछ, लगुना डियर भन्ने। त्यहाँभित्र बोटिङ गर्न पनि मिल्दो रहेछ सबै न। यिनीहरूको यसको प्रजाति चाहिँ धेरै रहेछ यिनीहरूको अरूभन्दा नि। यो चाहिँ नीलगाई भन्ने हो, साइनबोर्डमा पनि देखाउँछ नि। 2टा मात्रै थिए यिनीहरू, जङ्गली गाई, नीलगाई भनेको जङ्गली गाईलाई नै नीलगाई भन्दो रहेछ यिनीहरू। धेरै छ घुम्नको लागि रमाइलो नाम चाहिँ। यो चाहिँ बँदेल हो है, जङ्गली बँदेल। र बँदेल जङ्गली बँदेल भन्छ। यो आफ्नो खाँदै थियो, एउटा ऊ भित्र बसेछ उता। कागले घोपेर यहाँ कस्तो पुरै घाउ बनाइरहेको छ, हेर्नु न त्यहाँ जङ्गली बँदेल। यो चाहिँ ठुलो छ, यसको सिङहरू चाहिँ त्यो पल्टेर पुरै भित्र गएको छ, हेर्नु न।
पुरै सिङले नै भित्र के अरे यसको त्यो दारा क्या दाराले नै भित्र पुरै नाकसम्म गएको। बाघ चाहिँ हामी यता छौँ भनेर देखाएको छ। गैँडाहरू छन् दुईवटा यहाँ खाँदैछ, एउटा साइडमा उतापट्टि छ, त्यो नि देखाउँछु हजुरलाई। यो चाहिँ नेपालमा मात्र पाइने एकसिङे गैँडा हो। दुईवटा छन् यहाँ, एउटा अर्को उता त तिनवटा चाहिँ छन् है यहाँ। हेर्नु त नजिकबाट मैले नि पहिलो टाइम देखेको, यहाँसम्म देखेको थिएन। त्यस्तै हो। यो चाहिँ हिप्पो भन्छ र जलगैँडा हो। पानी मात्रै बस्छ यो, पानीमै बसेर पानी खाने त्यो गर्ने गर्छ। धेरै जस्तो पानीमै खेल्छ, पानीभित्रै बस्छ यो। जलगैँडा भन्छ यसलाई। यो पनि दुईवटा छन्। यो पानीमै बसेर डुबाएर बस्छ कि। हेर्नु न यसको दाँतहरू हेर्नु न कत्रो कत्रो छ। एउटा खरबुजाको दाना चाहिँ कुप्लुक्कै निल्लिन्छ, त्यस्तो पुरा एकचोटिमै फुटालिदिन्छ। पानीमा छिर्यो है, अब कहाँ निस्किन्छ हेर्नु, यता साइडमा निस्किन्छ। यता साइड त्यहाँ डुबेरै आउँछ, यता निस्किन्छ। हामीले देख्नै हेर्नु न पानीमै डुब्छ, सास फेर्न मात्रै माथि आउँछ, फेरि पानीमै बस्छ। ऊ चाहिँ पानीमै बस्न रमाइलो मान्ने रहेछ। यही नै जलगैँडा। हेर्नुहोस् तपाईँले रमाइलो छ, तर तपाईँ आउनुहोस् टाइम मिलाएर यसो घुम्नको लागि। सबै चिजहरू छ यता, फुलहरू छन्, सबै छन्, सर्प छ। अब यो चाहिँ रमाइलो छ, जे होस् जान घुम्नको लागि, बस्ने छ। आफूले केही खानेकुरा लगेर जाने, भित्र आनन्दले चौरमा बसेर खाने, रमाइलो छ। बाघको लागि बच्चाहरू खेलाउनेहरूको लागि। अब तपाईँलाई बाघ देखाउन गइरहेको छु है गाइज। बाघ हेर्नु, यो चाहिँ बाघको साइडमा ढेँडो बाँदर के बाँदरहरू छन्। बाघ चाहिँ हेर्नु उता पानीमा कस्तो आनन्दले बसेछ, गर्मी लागेर होला आनन्दले बसेछ। हेर्नु त बाघ नि कस्तो पानीमा कसरी बस्यो क्या, भैँसी जस्तो। यहाँ नि अर्को बसेछ, यो तलतिर माथितिर दुईवटा साइड, यो तलतिरको यो माथि साइडको माथितिर देखाएको। आनन्दले कस्तो चिलमा बसेको हो, म त देख्नै नसकेको। जे होस् रमाइलो छ। निदाइसक्यो कि निदाए जस्तो गरिरहेको थियो आनन्दले त्यहाँ। सटर्डे गएको, सटर्डे मान्छेहरू धेरै थिए। अब अरू तपाईँ मान्छेहरू धेरै भयो भने त्यस्तो केही हुन्न, आफूले हेर्ने जाने हो। हस्त धन्यवाद।